जुन दिन छोरा मान्छेले त यो नगर, यो नखा, यो नलगा, यहाँ नजा भनेर भन्न छोड्छ नि, तब बुझ्नेछौ प्रेमको अर्थ। तिमीले छाडेर गए पनि उसले अन्तिम पलसम्म पनि यही कुरा दोहोऱ्याउँछ। किन भन्दाखेरि आफूलाई मन परेको मान्छे चाहिँ कसैले छड्के नजरले मात्रै हेऱ्यो भने पनि त्यो उसको दुश्मन बन्न पुग्छ के, जो छोरा मान्छेको लागि। तर आँखाले चाहिँ फेरि त्यही नयाँ जेनेरेसन अनि अलिकति फेसनेबल मन पराउँछ। किन भन्दाखेरि त्यो भगवान्ले दिएको वरदान नै होला। तर छोरा मान्छेको जिन्दगीले मन पराउने भनेको त्यही एकदमै साधारण, नम्र, अनि त्यसपछि सिम्पलवाला मन पराउँछ। छोरा मान्छेले आफ्नो प्रेमिका होस् चाहे श्रीमती होस्, ऊ आफूसँग छ भने चाहिँ बरु कहीँ चाहिँ नि दुनियाँले देख्यो, ऊ निर्वस्त्र देख्यो भने पनि मैले शरीरले ढाकेर उसको इज्जत बचाउँछु भन्ने हुन्छ। तर बाहिरको व्यक्ति, ऊभन्दा बाहिरको व्यक्ति चाहिँ फेरि त्यस्तै अलिकति फेसनेबल नै मन पराउँछ। किन भन्दाखेरि त्यो भगवान्ले दिएको वरदान नै होला। अनि छोरी मान्छे त्यो फेसनेबल हुनु पनि त्यो पनि भगवान्ले नै दिएको हुनुपर्छ। त्यसैले छोरा मान्छेले भनेको सधैँ पनि त्यही टी सर्ट, लुङ्गी र कुर्तावाली नै मन पराउँछ। यदि फेसनेबल मन परायो भने त्यो आँखाको रहर अनि प्रयोगमा आउँछ। मैले छोरी मान्छेलाई त्यो लगायो भनेर नराम्रो भन्न खोजेको पनि होइन। सबै छोरा मान्छेको पनि एउटै दृष्टिकोण हुँदैन। त्यसैले चाहे छोरा मान्छे होस् चाहे छोरी मान्छे होस्, सबैको भावनाको, उसको मनको, उसको प्रेमको सधैँभरि कदर गरौँ।